यो चाहिँ बोइल गरिसकेको अमला हो। अब यसमा अमलामा चाहिँ थोरै बेसार राख्ने, थोरै नुन राख्ने। हामी चाहिँ अमलाको तितौरा बनाउन गइरहेछौँ। आवश्यकता अनुसार मसला पनि राख्न सकिन्छ। यसरी थोरै मसला पनि राख्ने। हामीले यसमा चाहिँ नुन, बेसार र आवश्यकता अनुसार मसला मात्र राखेका छौँ। अब यसलाई तितौरा तयार बनाइसकेपछि चाहिँ नाङ्लोमा सुकाउनको लागि नाङ्लोमा हल्का तेल दलेर तयार गर्दै हुनुहुन्छ। यो बोइल गरेर पाकिसकेको अमलालाई चाहिँ अब यसरी हातको सहायताले मजाले मुछ्नुपर्छ। यसलाई अमलाको गेडाहरूलाई चाहिँ मजाले बिस्तारै मुछी यसलाई चाहिँ मिहिन बनाउनु पर्छ। तर पुरै मिक्सरमा पिसे जस्तो चाहिँ बनाउनुहुन्न। त्यस्तो गऱ्यो भने खासै राम्रो हुँदैन। यसरी हातले मजाले मुछेर हल्का छोक्रा राख्यो भने स्वादमा मिठास आउनेछ। अब यसलाई चाहिँ बिस्तारै यसरी मुछेर अब तितौराको रूपमा चाहिँ अब साना यस्तो बनाएर चाहिँ अब नाङ्लामा सुकाउने। यसरी सानसाना डल्ला बनाएर नाङ्लोमा यसरी राखिसके पछाडि अब यसलाई चाहिँ पारिलो घाममा चाहिँ मजाले सुकाउनु पर्छ। सुकिसके पछाडि चाहिँ अनि यसलाई मजाले स्वाद लिई खान सकिन्छ। लगभग 3-4-5 दिन सुकाए पछाडि यो तितौरा यसरी सुकेको छ। अब चाहिँ हामीले यसलाई मजाले खान सकिन्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? सुझाव सल्लाह प्रतिक्रिया साथसाथै मेरो च्यानलमा सब्सक्राइब, लाइक, कमेन्ट र सेयर पनि गर्न नभुल्नुहोला। हस्त धन्यवाद।